आमा जस्तो छाया अरू छैन, आमा जस्तो आश्रय अरू छैन, आमा जस्तो सुरक्षा अरू छैन र आमा जस्तो अनन्त जीवनको स्रोत पनि अरू छैन। हामीले आँखाहरू खोल्ने क्षणदेखि नै उनी हाम्रो जीवनको शान्त पृष्ठभूमि बन्छिन्। उनले सुरु गर्ने ती बिहानीहरू, उनले बोकेका मौन चिन्ताहरू, उनले तयार गर्ने ती साना चमत्कार जस्ता भोजनहरू, हामीले बोल्नु अघि नै आइपुग्ने सान्त्वना। उनी केवल एक व्यक्ति होइनन्, उनी आफैमा एक उपस्थिति हुन्। त्यसैले नेपाल वर्षमा एक पटक रोकिन्छ, ठूलो हल्ला होइन, गहिरो भावनासहित उनलाई साँच्चै हेर्न, उनको अनुहार महसुस गर्न। यो हो आमाको मुख हेर्ने दिन, आमाको अनुहार हेर्ने दिन। यसलाई माता तीर्थ औँसी पनि भनिन्छ। सन् 2026 यो पवित्र दिन वैशाख 4, 2083 शुक्रबार पर्छ। यो वैशाख महिनाको औँसी हो, एक शान्त मननशील समय जब बाँचेकाहरूले बितेकाहरूसँग नजिक भएको अनुभूति गर्छन् र कृतज्ञता अझ भारी भएर मनमा बस्छ। किन माता तीर्थ औँसी? धेरै पहिले एक बालक जसले आफ्नी आमा गुमाएको थियो, दुःखमा भौतारिँदै एउटा पोखरीमा पुग्यो। जब उसले स्थिर पानीमा हेर्यो, उसले केवल आफ्नो प्रतिबिम्ब मात्र होइन, आफ्नी आमाको अनुहार पनि देख्यो। एक छोटो तर अत्यन्त सुन्दर क्षणका लागि उनीहरू बीचको दूरी हरायो। त्यही स्थान माता तीर्थ बन्यो, आमाहरूको पवित्र तीर्थ। आज पनि हजारौं मानिसहरू यस दिन त्यहाँ पुग्छन्। कोही दूध, चामल र फूल अर्पण गर्छन्, कोही चुपचाप बस्छन्। उनीहरू प्रतिबिम्ब देख्ने आशा गर्दैनन्, तर पनि आउँछन्, किनकि कहिलेकाहीँ उपस्थित हुनु नै प्रेमको सबैभन्दा गहिरो रूप हो। विश्वभर मनाइने फूल र रेस्टुरेन्टको मदर्स डे भन्दा फरक नेपालको यो दिन ढिलो, व्यक्तिगत र आध्यात्मिक छ। यसले एउटै समयमा दुई भावना बोकेको हुन्छ, हामीसँग भएका आमाहरूका लागि खुसी र अब साथमा नभएकाहरूका लागि कोमल सम्झना। नेपालभरका घरहरूमा साना र ठूला छोराछोरीहरूले आमाको खुट्टा छोएर आशीर्वाद लिन्छन्, प्रेमले भरिएका शब्दहरू सुन्दै। परिवारले उनको मनपर्ने परिकार पकाउँछन्, दियो बाल्छन्, टीका र फूल अर्पण गर्छन्। उनीहरू सामान्यभन्दा लामो समयसँगै बस्छन्, कुनै हतार हुँदैन, केवल उपस्थिति। जसका आमाहरू यस संसारमा छैनन्, उनीहरूको लागि यो दिन सम्झनामा बदलिन्छ। पोखरी, नदी किनार वा मन्दिरहरूमा गएर पानी र प्रार्थना अर्पण गर्दै आफ्नो माया त्यहाँ पुर्याउने जहाँ शब्द पुग्दैनन्। आजको नेपालमा यो दिन पुरानो र नयाँको सुन्दर मिश्रण हो। सहरका परिवारहरू आमालाई शान्त भोजनका लागि बाहिर लैजान्छन् वा नागरकोट वा धुलीखेल जस्ता ठाउँमा सानो यात्रा गर्छन्। विदेशमा रहेका छोराछोरीहरू बिहानै उठेर फोन गर्छन्, टाढै बसेर उनको मनपर्ने खाना बनाउँछन् वा उनको सम्झनामा सानो दियो बाल्छन्। सामाजिक सञ्जाल पुराना तस्विरहरू र सरल सन्देशहरूले भरिन्छ, लभ यू आमा। तर यस दिनको मुटु उस्तै रहन्छ। यो ठूला उपहारहरूको बारेमा होइन, यो समयको बारेमा हो, ध्यानको बारेमा र उपस्थित रहने बारे। यस वर्ष अप्रिल 17 महँगो उपहारभन्दा अगाडि सोच्नुहोस्। उनका लागि एउटा पत्र लेख्नुहोस्, उनको बाल्यकालका कथाहरू सोध्नुहोस्, उनीलाई पूरा दिन आराम दिनुहोस्, कहीँ शान्त ठाउँमा लैजानुहोस् वा केवल उनको छेउमा बस्नुहोस्, सामान्यभन्दा अलि लामो। किनकि आमाले सबैभन्दा धेरै सम्झने कुरा तपाईले के दिनुभयो भन्ने होइन, तर तपाईँ त्यहाँ हुनुहुन्थ्यो भन्ने हो, तपाईले सुन्नुभयो भन्ने हो, तपाईले साँच्चै उनलाई देख्नुभयो भन्ने हो। नेपालमा आमाको दिनले ठूला प्रदर्शन माग्दैन। यसले केही सरल तर प्राय कठिन कुरा माग्छ, रोक्नु, ध्यान दिनु र सधैँ साथमा रहेकी व्यक्तिसँग साँच्चै उपस्थित हुनु। त्यसैले यस वैशाख 4 सके घर जानुहोस्, नसके फोन गर्नुहोस्, अलि बढी समय बस्नुहोस्, किनकि यो दिन कसरी मनाउनु भयो भन्ने भन्दा पनि तपाईँ उपस्थित हुनुभयो कि भएन भन्ने कुरा महत्त्वपूर्ण छ। सबै आमा, मम्मु र ममताहरूलाई आमाको मुख हेर्ने दिनको हार्दिक शुभकामना। हामीले तपाईलाई केवल आज मात्र होइन, हरेक साधारण दिनका शान्त क्षणहरूमा पनि सम्झिरहौँ र सम्मान गरिरहौँ।